ए भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, यता भन। भैलीको शैलीमा प्रश्न हुँदैन। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानवर्धन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नु होला। कठघारामा उभिएर जवाफ दिनलाई म तयार छु। शैली मिलेन भनिएको छ धेरै ठाउँमा। भैलीको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन। प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ। प्रश्नकर्ता वक्ता अस्वाभाविक अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनु होला। म दैलेखको नाइट बस चढ्न तयार छु। तर यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, त्यो गहिरो हुन्छ। मुख मिठो बनाएर कुरा गर्ने, यसो प्रमाण पेश गर, निराहार प्रमाण। आरोप लाउँछस् भन्नुभयो भने राउटेको शिक्षाको नाममा कति पैसा लाग्ने भयो कति दैलेखमा, त्यो गुराँस गाउँपालिकामा कतिजना राउटेका बालबालिका टाइलार स्कुल जान्छ, नाङ्गे भुतुङ्गे बसे हान्थे, लाखे जात्राका भक्कु वस्तु भएर हिँडे हान्थे बजार। सबलाई रक्सी भएर ठिक पारेर राखेको छ। कतिजना राउटेहरूको घर बन्यो त्यहाँ, त्यो राउटेहरूको छानबिन हुनुपर्छ। समाज कल्याण परिषद सबैभन्दा बदनाम संस्था हो। त्यो संस्थाको बारेमा छलफल हुनुपर्छ सभापतिज्यू। तत्काल अहिले नै दलितका नाममा, गरिबका नाममा, ती सुखडमा बसेका, दैलेखमा बसेका, लोहरेमा बसेका, काँडा चौकमा बसेका, झुप्राखोलामा बसेका वादीहरूको नाममा, दलितको नाममा, डुमसमा, मुसरहरूको नाममा, तराईमा कति पैसा आएको छ तिनीहरूको जीविकोपार्जनमा। यसको प्रक्रिया के हो? बडो मिठो तरिकाले भन्नुभयो साथीहरूले। अहिले यहाँ कर्मचारी साथीहरूले पैसा यसरी आउँछ, यसरी जान्छ, मिलाउने, यस्ता कुरा मिलाउने, कागज मिलाउनेमा त तपाईँहरू त लोकसेवा नै पास गरेर आएका मान्छेहरू हुनुहुन्छ। मेरो त्यसमा केही प्रश्न छैन। प्रक्रियामा प्रश्न छैन, परिणाम के हो? परिणाम चाहियो। लुगा लाउन ल्याएको हो भने लुगा लाएको देखिनु पर्यो। त्यहाँ राउटेलाई लुगा दिने भनेर चाहिँ मुख्यमन्त्री गएर त्यहाँ दिने, भोलिपल्ट राउटे नाङ्गे भुतुङ्गे हिँडेको छ बजारमा। फेरि लुगा लाउने भनेदेखि चाहिँ लुगा लाउने हुनु पर्यो, त्यो लुगा लाएर हिँड्नु पर्यो भोलिपल्ट उसमा। यो खालको चाहिँ कुराहरू स्वीकार्य छैन। यो खालको कुराहरूलाई चाहिँ मान्ने छैन। यो कुरामा सार्वजनिक लेखा समितिले, मैले फेरि पनि भने, समाज कल्याण परिषदबाट अहिले पनि यहाँ बजारमा भोलि मलाई एउटा बोलाइयो, अघि कार्यक्रममा के भनेर बोलाइयो? दलितको थर परिवर्तन गर्नुपर्छ, फलानु एनजिओले कार्यक्रम आयोजना गरेको छ, आउनुपर्छ। सामाजिक सद्भाव भड्काउने काम भइरहेको छ एनजिओको नामबाट। जातीय द्वन्द्व भड्काउने काम भइरहेको छ, साम्प्रदायिकता भड्काउने काम भइरहेको छ। राज्यले त्यसलाई अनुमोदन गरेर छाप लाएर लाछाप लाएर ल देश भड्का भन्न पाइँदैन। जातको नाममा, धर्मको नाममा समाज भड्काइरहन पाइँदैन। त्यो ठेक्का दिन कसैलाई पनि दिन पाइँदैन। एक थरी दलित अहिले परेको छ बजारमा। फेरि छिटो थर फेरिहाल्नु पाएको भए म पनि ठुलै हुन्थेँ भन्ने परेको छ। थर फेर्न मन लागेका साथीहरू जाने, तर दलितलाई अगाडि देखाएर राज्यलाई ध्वस्त पार्न पाइँदैन। अङ्ग्रेजीमा पैसा ल्याएर नेपालीमा डुबाउन पाइँदैन। बडो मजाले चाहिँ डकुमेन्ट पेश गरेर नेपाल ध्वस्त बनाउन पाइँदैन। समाज कल्याण परिषदमा यो अहिले महिला तथा बालबालिका मन्त्रालयमा संयोगले मेरो बहिनी एउटा सामाजिक अभियानबाट आएको सीताबादीज्यू त्यहाँ मन्त्री हुनुहुन्छ, सचिवज्यू यहाँ हुनुहुन्छ। दलितका नाममा, गरिबका नाममा